हेलो नमस्कार सबको में अखन थाईलैंड के घुमाई में छी हम और थाईलैंड के घुमाई में सर्वप्रथम जै सिटी में जाए छी तो तकैत रहे छी कि नेपाली अगर भेट जाए नेपाली दुकान भेट जाए तो बातचीत हो सके। तो थाईलैंडो में अखन हम एलिए तो 2-3 दिन से हम रेगुलर अहिया 2 दिन से अहिया खाना खा रहा छी। हमरा पछाड़ी यहाँ देखे देवे लक्ष्मी रेस्टोरेंट कह के हम नाम शुरू में देखने तो हमरा लागल रहे कि नेपाली के, लेकिन फिर भी लग भीतर जाके पूछलिए तो अहाँ के नेपाली के रेस्टोरेंट मिले। अखन अहाँ के थाईलैंड के बैंकॉक में एक्जैक्ट सिटी में और ये लक्ष्मी रेस्टोरेंट और अहिया के जे रहे छथिन ओकरा से हम बात करबे। सो नमस्ते नमस्ते, हामी यहाँ छौँ लक्ष्मी रेस्टोरेंट में छौँ थाईलैंड को बैंकॉक। वहाँ हुनुहुन्छ, हजुरको नाम के पर्यो? लक्ष्मी तिमसिना हजुर। उहाँको नाम चाहिँ लक्ष्मी तिमल सिन्हा हो। म चाहिँ बैंककमा थिएँ अनि यहाँ सर्च गर्दै हेर्दै आउँदाखेरि रेस्टुरेन्ट हेरेँ। हजुर कति वर्षदेखि यहाँ हुनुहुन्छ, कहिले म 45 वर्ष भयो। ए ओके ओके। कति तपाईँ प्रोपर नेपाली, अहिले थाई नेपाली हुनुहुन्छ? हजुर। ए कति जेनेरेसन यहाँ बित्नुभयो हजुरको? अब 1-2 भनौँ न। दुई जेनेरेसन यहाँ बित्नुभयो। कस्तो लागिरहेछ थाइल्यान्ड? सब बेस्ट। ए ओके ओके। यहाँ बिजनेस व्यापारहरू कस्तो छ? सबै ठिकै छ। ठिकै राम्रो छ। यो लोकेसन भन्दाखेरि यो ठ्याक्कै ठाउँ कुन लोकेसन होला? खौसान साइरामपुत्री भन्नुपर्छ। ए ब्याङ्ककको? हजुर खौसान। ब्याङ्ककको खौसान है? हजुर। ए ओके ओके ओके। सो तपाईँहरू यदि ब्याङ्कक आउँदै हुनुहुन्छ भने यो खौसान ठाउँमा आउन सक्नुहुन्छ। आउन सक्नुहुन्छ। हजुरहरूलाई जतिखेर पनि सर्वरण गर्न सक्नुहुन्छ। ए तपाईँहरूको यो फ्यामिली कतिजना हुनुहुन्छ? हामी 4 जना छौँ हजुर। ए ओके ओके। छोरी म श्रीमान। ए ओके ओके ओके। सुरुमा कसरी आउनुभयो यहाँ, लाइक थाइल्यान्ड कसरी? ए ओके ओके। यहाँ अझै नेपालीहरू छ कि छैन? बहुत छन्। लाइक ब्याङ्ककमा धेरै नेपालीहरू छ? धेरै। ए तपाईँहरूले भेट्छ नेपालीहरू? हजुर हजुर। ए तपाईँहरू नेपाली बोल्न कतिको रमाइलो हुन्छ? बहुत रमाइलो लाग्छ। नेपाली भेट्दा कस्तो लाग्छ तपाईँहरू? खुसी लाग्छ। आफ्नो जे भाउने आफ्नो देशको देशको खुसी लाग्छ। खुसी लाग्छ। ए ओके। यहाँ नेपाली कम्युनिटीहरू छ, कार्यक्रमहरू हुन्छ कि हुँदैन? हुन्छ। तीज हुन्छ, दसैँ हुन्छ, शिवरात्रि हुन्छ, दिवाली हुन्छ। ए ओके। तपाईँहरू भेला हुनुहुन्छ नेपाली? भेला हुन्छ भनौँ न। म त्यति जान्न क्यारे, र पनि अब हाम्रो गोर्खालीहरू जति यहाँ थाइल्यान्डमा बसोबासो गर्ने छन् त्यति ग्रुप हुन्छन्, एउटा टिम हुन्छ, उनीहरूले गर्छन् हजुर। ए अनि तपाईँहरू रमाइलो गर्नुहुन्छ? हजुर रमाइलो गर्नुहुन्छ। धेरै धेरै धन्यवाद। घरमै रमाइलो गर्ने मान्छे, बाहिर त्यति कुद्दिनँ। ए ओके ओके। धेरै धेरै धन्यवाद उहाँ लक्ष्मीजीलाई। र भेटघाट भयो, यही खानपिन धेरै नै राम्रो, लाइक धेरै राम्रो नेपाली खाना हजुर पाउनुभयो, धेरै रमाइलो भयो। हजुरहरू पनि आउनु होला। ए ओके। के पाउँछ यहाँ, लाइक इन्डियन फुडमा चाहिँ अब हर जिनिस पाइन्छ। नेपाली फुडमा मोमो, थोप्ला, चाउमिन, राइस, अब हाम्रो सबै कुरा चाहिँ नेपाली खाना छ, सबै पाउनुहुन्छ। ओके ल, धेरै धेरै धन्यवाद है लक्ष्मीजी। धन्यवाद।